यो चाहिँ पिएस म्युनिसिपालिटीको ट्रेनिङ सेन्टरको चाहिँ यहाँ क्यान्टिनमा खाना खाने कार्यक्रम भइरहेको छ अहिले। यता चाहिँ गेट हो, यसरी भित्र छिर्ने होइन। अनि गोर्खिनीहरूले यसरी चाहिँ खाना खाइरहेका छन्। यो बिल्डिङ छ नि त्यहाँ, यो बिल्डिङभित्र चाहिँ हामीले चाहिँ इक्जाम दिएको होइन। अहिले चाहिँ यहाँ यसरी खाना खाने टाइम हो, नास्ता खाने टाइम। यता चाहिँ ट्रेनिङ हल हो। अनि दुईटा गोर्खेहरू आउँदैछन्। हो गाइज के यार केटाहरू यार, एक्लै यार दाजु बरु नुवाकोटबाट ओ दाई भन्ने मान्छे हो। ओ दाई भन्ने मान्छे केटाहरू हेरौँ कसरी खान्छ। ल केटाहरू यस्तो मजाले दिइरहेछ त न, केटाहरूलाई यस्तो बोबाल खान्छ। ओ दाई ल्याउनु पर्ने हुन्छ यहाँ। आमा सरी केटाहरू मलाई धनिया लाग्यो होइन। अन्डा चना यसरी टक्क लिएर आज ए चम्चा ल्याइदिउँ नि त। आज फाइनल दिन है गाइज। टक्क यसरी खाँदैछ होइन। यो हो नि त तरिका। आज इपिएस ट्रेनिङ भइसक्यो होइन। आज चाहिँ लास्ट दिन, अन्तिम दिन हो। दाजु अन्डा खानु ल्याउँदैछ अन्डा खानु न। खानु क्या अन्डा? ओ दाई अन्डा दाई, ओ दाई ओ दाई अन्डा खानु क्या? अन्डा कसले खान्छ? खाने हो खानु? ओ दाई अन्डा हेर त केटाहरू अन्डा यस्तरी खान्छ यार। चिया लिएर आऊ, दुध चिया लिएर आऊ। यसरी चाहिँ हामी चाहिँ आज भैँसेपाटीमा केटाहरूसँग कस्तो लागिरहेछ अन्तिम दिन? एकदम बबाल लागिरहेको नि। अनि राजु बरु नुवाकोटबाट यस्तो खाना पाइरहेको। अनि एउटा कुरा सर भाइ चाहिँ गाडी यो ट्रेनिङभरि आएको राजु यस्तो हेर्नु भयो। केटीहरू लास्ट लाइन नै छ सबले ओ दाइ भन्छ होइन। ल केटा भेटौँला फेरि है त। कोरियन खानालाई कोरियन खाना एकदम एक भ्लगर छ नि। यता पनि एउटा भ्लगर होइन, यो भ्लग होइन, यो मेरो सम्झना मात्रै। सम्झनामा एउटा चिनो हो जाँच्नु त केटाहरूको है त। अब आज माथि मैले पनि सम्झना बनाउँदैछु। सम्झनाको लागि मात्रै कि खै खिम्के खानेहरूको अनुहार पनि ल्याउँदा आमा केटाहरू त शीतल छ त आज त यार। लास्ट डे भएर होला केटाहरू शीतल छ त यार। आफै हाल्ने कि हालिदिन्छन्? हालेको टप टिप्ने होइन। हेलो हेलो अनि तँसँग हिँडेर म चाहिँ के गर्नु जाने? यस्तो छ गाइज, केटाहरूले चाहिँ चपस्टिक उडाइसक्यो है। कालोले हालौँ खाइदिउँ, आफ्नो आफ्नो तरिकाले छान्ने हो। ल यो चाहिँ हाम्रो सनसिङ निम पनि आउनु भएको छ। यो के हो? यो खिम्ची होला होइन? खिम्ची ए नाम रहेछ नि त काको कि के हो यो चाहिँ? यो फोकुम पापो के हो? त्यो खानेहरूको भिड हेरौँ यहाँ। ल खाइहाल्नु त, एक दुईजना केटा रिभ्यू हेरिहालौँ त। ल खायो 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 खायो। ल केटा देऊ त नादन। चम्चा ल्याइदिन छ कि हो? चम्चा ल्याउनु पर्दो रहेछ है। आउँछ भात? भात कसरी हो त? भात त चम्चा ल्याएर त खाने कहाँ सबै स्टिलले खान्छ त? यो चाहिँ आज कोरियन खाना है त गाइस। यसो चाहिँ यहाँ साथीहरूले खाँदै हुनुहुन्छ। ए त्यसरी हातमा राखेर मासुहरू राखेर होइन। केराल त गमागम दिइरहेको छ त्यत्तिकै भित्र। इराखे त के मङ्गनुन चाहिँ छाल पोसे हो। खाना खानु तपाईँले डिस्टर्ब भएन? खाना मात्रै बनाएको छ। खास तपाईँहरूको फेस त आएको छैन। तर उहाँको चाहिँ खाने तरिका रहेछ कि त्यही भएर चाहिँ उहाँको चाहिँ ल्याउन त भनेको।
ल बास बाम ल खाना भइसक्यो हो त केटाहरू यता रहेछ हाम्रो केटाहरू यार खाना भइसक्यो कस्तो लाग्यो खानाको ठिक छ हेलो हेलो कस्तो लाग्यो खाना खाने तरिका पनि थाहा भयो नि त होइन अति मन पर्यो एउटा पनि आउँछ कि एकदम खाना त जानिएन बिस्तारै बिस्तारै सबै जानियो ल हो 26 चलाउन आयो कि नै यसरी टिप्ने भनेर थाहा भइहाल्यो यसरी नि यसरी टिपेर गाम गाम दिने होइन ल ल ल घरमा गएर प्र्याक्टिस गर्दै गर्नु साथीहरू है यता हाम्रो सबै चिनेको साथीहरू के त हेन्डसम खाइसक्यो हो एकदम यहाँ त कोरियामा त यसरी भातको सिधा फाल्ने गाली गर्छ कसरी खान्छ सबै ठिकै छ अब मिलेसम्म ल केटाहरू सबैले खाएर छ अब बुढा केटाहरू ल केटाहरू ल हो जाऊ केटा हो सबैको ल्याउन पाइएन सबैलाई पाला आउँछ होला यता साथीहरू नि खाँदैछन् त्यस्तै हो गाइस सबैले यहाँको अनुभव लिइसक्नु भयो होला तपाईँ कोरिया पुगेकाले र पछि आउने होला यस्तै हुन्छ त्यो अनुभव चाहिँ मिल्छ तपाईँहरूलाई बस के खाँदै हो भाइ सला बाबु लाम्मेन हुन्छ यसलाई लामेन हो लाम्मेन फर्स्ट टाइम खाँदै कि सेकेन्ड टाइम यो चाहिँ अहिले सेकेन्ड टाइम खाँदै हो अनि ब्रो हामी चाहिँ कताबाट हो सिधै कहाँबाट हो सिधै कोरिया होइन होइन घर यता नेपाल के नेपाल अनि कहाँ कहाँ सिधै पिदिएर आउने नखिचे बेला त त्यसरी खाने ल ल ल एक सर्ट ल खिचे बेला चाहिँ यसरी खाने क्या पारै आएन सबै टुकिसकेछ अब हो र सबै टुकिसकेछ ल जे जस्तो पनि सबैले खाइरह प्र्याक्टिस भइरहेछ प्रोपरी चिलमा हो खाम है गाइज खाइम ल मजाले खाँदैछ केटाहरू ल गाइज यति नै हो हामी चाहिँ भिडियो बनाएर टाइम पास गरेर है अलिक टाइम छ मिठो सम्झना सबैलाई आज फाइनल दिन हो ल फाइनल जाने बेला भेनालाई नमस्कार गर नि त सबैजनालाई नमस्कार हस् सबैजनाले राम्रोसँग बिताउनु होला अब भेटघाट हुन्न होला सायद भैयाले पनि चिने जस्तो गरिदिनु होला ल के भयो गोर्खालाई भएको चाहिँ के हो ल